हामी सँगै किमोनो लगाउन जाऊँ है त। हामी चाहिँ टोकियो स्काई ट्री घुमेर सकेर चाहिँ आसाकुसातिर लाग्यौँ अनि अलिअलि पानी पनि परिरहेको थियो, त्यही पनि हामी किमोनो लगाउन गयौँ के। अनि किमोनो लगाएपछि दाइ भाउजू बाबुहरूलाई यस्तो राम्रो देखेको नि, तर सानो बाबुलाई चाहिँ किमोनो लगाइदिन एकदमै धेरै गाह्रो भयो के। उसलाई अलि झ्याउ पनि मानिरहेको थियो, धेरै भिडभाड भएको भएर। अनि अलिअलि पानी पनि परिरहेको थियो, मौसम पनि त्यस्तै थियो नि त। अनि भाउजू दाइ बाबुहरू सबैलाई कति धेरै राम्रो देखेको के। अनि के लकिली फ्यामिलीको नै सबै एउटै सेट जस्तै भएको थियो के। आरबको पनि हामीले पहिला रोज्दा चाहिँ एउटै थियो, तर उसको चाहिँ त्यो लगाउन नमिल्ने भयो, खै के बिग्रेको रहेछ। अनि त्यही भएर अर्कै चुज गर्नु पर्यो कि, नभए त सबैको एउटै हुने के। अनि दाइ भाउजू चाहिँ पुरा छाता ओढी ओढी हिँडिराख्नु भएको थियो। अनि मैले फोटो भिडियोहरू लिखिदिएँ, मैले पनि आफ्नो पनि लिएँ अलिअलि। अनि दाइलाई चाहिँ यो ट्रान्सप्यारेन्ट छाता चाहिँ एकदमै मन पर्यो रे, अस्ट्रेलिया लिएर जान्छु म भन्दै हुनुहुन्थ्यो कि। अनि मैले भाउजूको सानो क्लिपहरू भिडियोहरू लिखिदिएँ कि। हामीले त धेरै टाइम स्पेन्ड त गरेनौँ, तर त्यही फोटो भिडियो लेख्दा लेख्दै यति ठुलो पानी पर्यो नि, छातै ओढेर जाँदा पनि पुरै भिजेला जस्तो कि। एकदमै धेरै नै ठुलो पानी परेर हामी एकछिन कुरेर बसिराख्यौँ कि। एकछिनमा पानी अलिक कम भएपछि हामी त्यहाँबाट पनि फर्कियौँ अनि हाम्रो फर्स्ट डेको थर्ड डेस्टिनेसनतिर लाग्यौँ।